अनलाइनमा यो मुख छाड्नेहरूलाई चाहिँ के कस्तो कारबाही सरकारले गर्छ? अनलाइनमा थुप्रै मुख छाड्छन् होइन। माननीय मन्त्रीज्यूलाई मेरो सल्लाह छ। मैले अस्ति नै भनेको थिएँ, यो अपराधको लागि चाहिँ नै यो नैतिक र सामाजिक शिक्षा नदिकन चाहिँ नियन्त्रण हुँदैन भन्ने मेरो बुझाइ छ र यो सम्बन्धी केही कार्यक्रमहरू गृह मन्त्रालयबाट सञ्चालन गर्नुहोला। अर्को, यो सिमानामा लागु औषध तस्करी थुप्रै हुन्छ भन्ने छ, यो विभिन्न नाकाबाट, त्यसको लागि पहल गर्नुहोला भन्ने सल्लाह दिन चाहन्छु। अर्को, यो प्रहरी कार्यालयतिर, विशेष गरी ट्राफिक प्रहरी कार्यालयतिर चाहिँ निजी सवारीहरू पक्रेर राखेको वर्ष भएको हुन्छ, वर्षौँदेखि कुहिएर बसिरहेको हुन्छ। त्यो कहिलेसम्म राख्ने हो, के हो त्यो, त्यसलाई चाहिँ नि के कसरी व्यवस्थापन गर्ने त्यसतर्फ ध्यान दिनुहोला भन्न चाहन्छु। र यो अनलाइनमा यो मुख छाड्नेहरूलाई चाहिँ के कस्तो कारबाही सरकारले गर्छ? अनलाइनमा थुप्रै मुख छाड्छन् होइन, त्यसबारेमा पनि यहाँले ध्यान दिनुहोला।